ल है गाइजहरू आज चाहिँ धेरै दिनपछि हामीले चाहिँ भ्लग बनाउन पाएको थिएनौँ यो चाडबाडले गर्दा प्लस यो हाम्रो बाइक स्कुटर चाहिँ इभी स्कुटर चाहिँ अलिक हल्का सर्भिसिङ थियो प्रब्लम आइरहेको थियो अनि त्यसै गरी मोटरमा अलिक समस्या आएर चाहिँ टाइमिङहरू त्यो हल सेन्सरको टाइमिङहरू नमिल्दाखेरि चाहिँ हामीले चाहिँ भ्लगहरू त्यस्तै टेक्निकल कुराले गर्दाखेरि हामीले चाहिँ भ्लग बनाउनु पाएको थिएनौँ जस भनौँ न त्यो माथि केटिएम सोरुमबाट जस वाइल्ड टेक्निसियन आइदिनु भयो होइन सोरुममा भिजिट गरिदिनु भयो होइन अनि सोल्भ गरिदिनु भयो जस राम्रो छ क्या सर्भिसिङहरू होइन जस अब अलिक समस्या नै परेको बेला चाहिँ अलिक मेन्टेनेन्स एभाइलेबल गराइदिने के एफडीले चाहिँ यो चाहिँ धेरै राम्रो लाग्यो मलाई चाहिँ अरू 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 ब्रान्चमा चाहिँ के छ होइन अब सक्दो एफडीले चाहिँ गरिरहेछ होइन यो अपडेटहरू पनि भइरहेछ अब तत्काल यो भनौँ न यो के अरे दसैँ तिहार सकिएर चाहिँ आउने कुरा थियो अब त्यो अब त्यस्तै बाटोको कारणले गर्दाखेरि भन्सारमै अड्केछ क्या अरे त्यो 200 किलोमिटरवाला अनि त्यो अपडेट अपडेट क्रम जारी छ क्या त्यो मोटरहरू पावरफुल प्लस भनौँ न यो इनकोड भन्ने अपडेट गराएछ हालेछ पावर एफिसियन्सी अनि प्लस त्यो मोटर त्यो जुन उकालो ठाडो उकालोमा हिटिङ प्रब्लम थियो नि त्यो चाहिँ अलिकति हिटिङलाई अलिकति त्यसलाई चाहिँ अलिकति कम गराउने चान्स चाहिँ धेरै छ अरे होइन त्यो इन्कोडर हालेर चाहिँ सबै पावर एफिसियन्सीहरू पनि आउँछ अनि प्लस त्यो हिटहरू पनि कम हुन्छ अरे क्या त्यसले चाहिँ अब जस मोटरहरू अपडेट भइरहेछ त्यो चाहिँ अब हिल्ली एरियाको लागि चाहिँ फार बेटर हुन्छ क्या त्यो चाहिँ मोटर यो 200 किलोमिटरवाला रेन्जमा त्यो मोटरहरू पनि थोरै अपडेट गराएछ अरे क्या लेट्स के हुन्छ अब आएपछि हामी अवश्य नै टेस्ट गर्नेछु त्यो ब्याट्रीहरू पनि होइन अब जस हामी चाहिँ यो बेलेटारको बाटो यो चाहिँ छौटोपल्ट है यो हाम्रो 5 पल्ट गएर छौटोपल्टमा हामी जाँदैछु यो हल सेन्सर टाइमिङ नमिलेर चाहिँ प्रब्लम भएको थियो एकपल्ट उकालो 4 किलोमिटर हुँदै नतानेर चाहिँ हामी चाहिँ फर्केको थियौँ अनि आज चाहिँ सबै टाइमिङ मिलेर टेक्निसियन आइदिनु भएर मिलाइदिनु भएको छ काठमाडौँबाट जस राम्रो छ फ्रेन्डली छ क्या त्यो जस के अरे टेक्निसियन पनि भनौँ न अब हाम्रो टेक्निसियनलाई चाहिँ अब धन्यवाद भन्न चाहन्छु हाम्रो देव टेक्निसियन हुनुहुन्छ उहाँ चाहिँ अलिक वाइल्ड टेक्निसियन हुन्छ उहाँ एफडी सोरुमको हामीले चाहिँ सक्दो मिलाएको थियौँ टाइमिङ चाहिँ होइन तर अझै मिलाएको थिएन त्यो टाइमिङ मिलेन भने चाहिँ माथि माथि त्यो उकालो ठाडो उकालो चाहिँ नतानिने रहेछ क्या अनि त्यस्तो अनुभव भएको थियो मलाई चाहिँ अनि अहिले चाहिँ त्यस्तो प्रब्लम अब हेर्दै जाउँ अहिले हामी गइरहेछु लगभग उकालो 20 किलोमिटर ठाडो उकालो प्लस नर्मल उकालो हुँदै हामी 20 किलोमिटर जानेछु भेलेटारको बाटो हो यो चाहिँ बाटो यस्तै हो होइन ब्याट्री त लगभग तपाईँको कति भने 19-20 किलोमिटर छ लगभग बाटो तपाईँको कति भने भेले घन्टा गरेदेखि लगभग घन्टा गरेदेखि स्टार्ट गऱ्यो भने कतिसम्म खाइन्छ भने लगभग भेलेटारसम्म पुग्दाखेरि त्यस्तै 42% खान्छ क्या चार्ज चाहिँ आज चाहिँ घाम लागिरहेछ है पुरै अब सबै चाडबाड सकेर चाहिँ हामी पुरै फ्रिली भएर चाहिँ पुरै हामी आज यसो समय मिलाएर चाहिँ हामी यसो भ्लग
को लागि चाहिँ स्टार्ट गरे हो हैन। के छ हौ मौसम कस्तो छ? मौसम त कुल कुल छ हौ। ठिक छ? अब चिसो आएकै छैन, अब चिसो अलिक माथि पुगेपछि आउँछ। माथि अब पुगेपछि अब हेर्दै जाउँ कतिको त्यहाँ होटल छ। कतिको साथ दिन्छ यो अस्ति हामी यो माथि पनि गएको हो कि योभन्दा पछाडि फर्क्यो। खै यो भन्दा पनि माथि गएको थियो होला अलिकति एकछिन ल हेरिहाल्यो ल। त्यसपछि फर्क्यो हो। लगभग लगभग अलिकति माथि होला हौ हामी त्यहाँबाट फर्केको थिएँ। त्यो भित्र मोटरको त्यो सेन्सर टाइमिङ ठ्याक्कै नमिल्नुको कारणले गर्दाखेरि चाहिँ त्यो उकालो तानेन, त्यही भएर हामी फर्केको थियौँ। अलिक तलबाट आएको भने देखाइदिउँ न ठाडो उकालो। यो त पछाडिबाट उकालो उकालो भएको यहाँदेखि माथि हल्का यहीँ भएको होइन? अगाडि यहीँ त हो नि, यहीँ त हो नि। यहीँदेखि हामीलाई धोका दिएको। यहाँ लगभग 4-5 किलोमिटर चाहिँ अस्ति ताने थिएँ होइन। अहिले चाहिँ अब जस तान्यो यहाँसम्म चाहिँ 5 किलोमिटर आयौँ हामी भेलेटारको। पानी परेको थियो यार यहाँ। बाटो छ त यो के हो? जाने बाटो जाने रोकेर ल है अब चाहिँ जाडो जाडो फिल भयो है अब चाहिँ माथि पुग्दाखेरि। आज टन्टलापुर घाम लागिरहेछ पुरै। यताबाट त सिन दामी आउँदो रहेछ क्या त्यो बाटो त त्यस्तै हो, सिन पनि हेर्दै जाउँ है, दामी हुन्छ। यो होटल लेखिरहेछ नि यताबाट चिउडी डाँडा जान्छ अरे क्या। चिउडी चाहिँ चिउडी डाँडा अरे क्या। यता पनि डाँडा छ। हामी चाहिँ ओह्रालो झर्ने क्रम जारी छ। अहिले चाहिँ ओह्रालो छ है यो चाहिँ पुरै दामी छ है। घाम र के अरे यो हुँसो लागेको छ है त्यहाँ माथि। म त बाटो भन्दा पनि सिन देखाउँदैछु क्या साथीहरूलाई, हेर्दा मजा आओस्। बाटो त यस्तै होइन अब भेलिटारको बाटो यस्तै उकालो ओह्रालो हुँदै होइन। वाइड एङ्गल हुन्छ, गोप्रो भयो भने त वाइड एङ्गल पुरै हान्छ नि त। अब हामी गोप्रो चाहिँ एड गर्ने थिए होइन। अब त्यो युजमा सेकेन्ड ह्यान्ड थियो, त्यो अब गतिलो भएन, त्यही भएर हामीले चाहिँ त्यो रिटर्न गरिदिइसक्यौँ क्या। यहाँ चाहिँ अलिकति पहिरो गएको थियो क्या हो यार। पुल भन्छ क्या यसलाई। यस्तो माथिबाट आउँदैछ पानी, खाल्टो छ यहाँ। हामी चाहिँ एफडी मोटर्सको F5A प्रोमा जाँदैछौँ है अहिले। तपाईँहरू नझुकिनु होला होइन। हेर्नु सक्नुहुन्छ यो डिस्प्ले अलिक अब यो घाममा नदेखिने छ, बिस्तारै अपडेट हुँदैछ। जस अरू कम्पनीमा चाहिँ जस्ताको त्यस्तै छ अहिलेसम्म होइन। अनि अब अहिले अब रिसेन्टमा चाहिँ अहिले अब अपडेट भइरहेछ क्या। जेस कम्पनीले जेस गरिरहेछ के अरे यो ब्याट्री मोटरहरू पनि अपडेट हुँदै आएछ क्या अहिले चाहिँ।
होला होइन उहाँहरूको ड्युटी होला नि त हो छड्के उम्, अन्त सिन त के हो बाटो त अस्ति चाहिँ त्यो सेन्सरै बिग्रेको छ है चाहिँ होइन सेन्सरको टाइमिङ नमिला हो क्या त्यो टाइमिङ चाहिँ कस्तो गाह्रो एडजस्ट गर्ने गाह्रो क्या हामीले चाहिँ धेरै मिलाउने प्रयास गऱ्यौँ तर खै हो अब टेक्निसियनै चाहिने रहेछ क्या यो टाइमिङ मोटरमा त्यो यहाँ बाटो पनि दामी फुल मैले चाहिँ अब त्यो ब्यारिङको साउन्ड मोटरको ब्यारिङको साउन्ड त्यो क्यारक्यार आएर चाहिँ हामीले चाहिँ त्यो ब्यारिङ चेन्ज गर्ने बेलामा चाहिँ त्यो सेन्सर मिलाएको थिएन क्या मेरो टाइमिङ बिट छ त यहाँ पनि बिट रहेछ नि त है राति पनि बस्छ यहाँ मान्छे बस्छन् होला हामीले अस्ति पानी यही भेटाएको होइन यहाँदेखि अनि पावर बिटमा एक्लै बस्छ कि अब राति हो पछाडि हेराइदिउँ न उकालो ओह्रालो यस्तो छ है हामी चाहिँ सफर गरेको बिस्तारै अब जाँदैछौँ हामी ओह्रालोतिर कालो अब यतापट्टिको साइडमा सिन छ यो चाहिँ छ पटक हो है हाम्रो चाहिँ यो लगभग कति भने 13 महिना भइसक्यो है हामीले यो स्कुटर लिएको चाहिँ मौसम चाहिँ दामी छ है जाडो भयो है अब साथीले भेटेर लगाएर के खुवाउने हो ताता अब के पाइने हो अब त्यो पनि देखाउने छौँ है त जाडो भयो त है चिसो रहेछ है ल चिसो बढो रहेछ है जाडो पनि आइरहेछ अब यहाँतिर चाहिँ दामीसम्म ठाउँ भएको त घर बनाउनु मिल्यो है बाटो है कडा हान्थेन है तर यहाँ भन्दाखेरि अलिकति यो पैसाले चाहिँ स्टेबल भयो एउटा भेटातिर घर एउटा चाहिँ त्यही तराईतिर इटेरीतिर घर भयो भने चाहिँ 6 महिना त 6 महिना त गर भने चाहिँ है अलिकति अब भ्युअरहरू चाहिँ अलिकति लाइक र सब्सक्राइबको चाहिँ कमी भएको छ होइन यसो माया गरिदिनु होला यसो एफडीको अपडेट गरिरहेको हुन्छु हामीले होइन भन्दा पनि हजुरलाई सिन देखाउने सिनहरू एफडी त ठाउँमा छँदैछ प्लस सिनहरू चाहिँ बबाल देखाउनेछु क्या हामी चाहिँ यस्तो सिन खोज्छौँ तपाईँहरूले कुन क्यामेराबाट खिच्नु भएको भन्ने जस्तो हुन्छ क्या हामी त्यस्तो खिच्छौँ फेरि मलाई गोप्रो नि चाहिँदैन अस्ति चाहिँ लास्ट टाइम त्यो तिहार अगाडि हामी टेस्ट गरेर त्यो हल सेन्सरै मिलाएको थिएन यार है 4 किलोमिटर नहुँदै पाने थिएन ल हेभन छ है ठाउँ चाहिँ हामी चाहिँ ठाउँ देखाउँदै जहाँ कोसिस गर्ने प्रयास गरिरहेको छु होइन यता पछाडि पनि देखाइदिउँ न अब माथि चढ्दैछौँ कि त्यत्रो तल खाल्टो देखिसक्यो त्यत्रो थाहा भइहाल्छ नि हामी लगभग भनौँ न 7 किलोमिटर उकालो आइसक्यौँ 7.5 किलोमिटर आइसक्यौँ अहिले त्यस्तो केही छैन आरामले पनि गइरहेछ आराम जोस् स्मुथ गइरहेछ अहिले वाह उहाँ त घाम लागिरहेको रहेछ वाह अनि थोरै उकालो चढ्ने बेलामा उता पछाडि पनि देखाइदिउँ क्या उकालो त छैन अहिले त अलिअलि छ त्यस्तो छ उकालो प्लस ओह्रालो सबै देखिरहेछ क्या जे होस् अहिले चाहिँ बाटो यस्तै नै हो भेलिटारको बवाल आउँछ साथीहरू भिडियो हेर्दा पनि रनमती भेलिटारै पुगे जस्तो बनाइदिन्छु क्या म चाहिँ फेरि ठिक छ तर जस्तो छ यसको उयो क्वालिटी त्यस्तैमा हाल्नु पर्यो हाल्नु चाहिँ अब त्यही हो नि जस्तो छ त्यस्तै हाल्ने हो तर अब त्यही हो
अपलोड गर्दाखेरि रेजुलेसन अब युट्युबले घटाउने हो भने बेग्लै कुरा हो। माथि जाँदैछ मान्छे हो, अब यस्तो माथि जानुपर्छ र उकालो उकालो हेरौँ है त। उकालो चढ्दैछौँ हामी उकालो चढ्दैछौँ। यहाँबाट टर्निङमा स्लो गर्नुपर्ने हुन्छ होइन। तल रोड छ देखिएन। अब भनौँ न रिसेन्टली अब एफडीको अपडेट भएर आउँदैछ। अब तपाईँहरू इच्छुक हुनुहुन्छ भने चाहिँ बुकिङ गर्नु सक्नुहुन्छ। बुकिङ अहिले बुकिङ एभाइलेबल छ अनि जस्ट एफोर्डेबल प्राइसमा पहिलेको जस्ट इन्ट्रोडक्ट प्राइस भन्दा पनि जस्ट डिस्काउन्ट अहिले दिइरहेछ क्या। 200 कस्टमरलाई चाहिँ अहिले चाहिँ डिस्काउन्ट दिइरहेछ क्या यो। अनि अब आएपछि चाहिँ अलिकति प्राइस अब सोरुमतिरै बुझ्नुपर्ने हुन्छ होइन। एक्ज्याक्टली मलाई चाहिँ थाहा भएन अब प्राइस चाहिँ कति पर्न जान्छ यो 200 किलोमिटर वालाको 72 भोल्ट 73 AH को 73 AH को लगभग त्यही हो 200 किलोमिटर भनिरहेछ। अब आएपछि हामी टेस्ट गर्नेछु होइन। इभी 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 गाडी ल है डेभलप हुँदैछ है, पुरै इभीहरू चलिरहेछ है अहिले चाहिँ। जाडो भयो है। सर्ट मात्रै लगाएको भित्र छैन है, मोटो सर्ट हो नि यो त। ल है लगभग हामी 9 9.5 किलोमिटर आइपुग्यौँ है। त्यस्तो प्रब्लम आएको छैन है। 10 किलोमिटर छैन, 9.5 किलोमिटर छ अझै। अब अस्ति हामी हिँड्दै जाँदा कटिसक्यौँ हिँड्दै गएको थियौँ नि एकपल्ट। होइन यहाँ ह्याभन्डा जाँदाखेरि त्यो यही हो क्या हो यही हो है। यही हो यहाँ सुवा हानेको थियो नि त होइन। यहाँ सुवा हानेको थियो होइन। त्यस्तो मोटर हिट भएर चाहिँ रोक्नु परेको छैन। जस कायदाको छ। धेरै कस्टमरले चाहिँ यो भेलेटारको बाटोमा चाहिँ मोटर हिट भएर चाहिँ बाटोमा रोक्ने भनेर परिरहेको थियो रेस्ट गरेर। मेरो चाहिँ त्यस्तो भएको छैन है अहिलेसम्म चाहिँ। अस्ति त्यही टाइमिङ नमिलेर चाहिँ हामी 4 किलोमिटरबाटै फर्केको थियौँ। अहिले चाहिँ सन्न मजाले पिकअप दिइरहेछ है।
हल्का बेयरिङको साउन्ड आउँदो रहेछ है घुम्दा वहाँ गरेको होइन क्याराङ क्याराङ खरा आउँछ नि त्यस्तो मैले त्यस्तो गरा लागेन अलि हल्का हल्का आउँछ हौ ल है मौसम चाहिँ जाडो बढ्दै जान्छ जति माथि हुँदैछु त्यति माथि चढ्दैछु त्यति जाडो चाहिँ क्रम बढ्ने क्रम जारी छ है तिम्रोतिर क्या पहाडतिर त्यो हिमालतिर त चिसो हुन्छ होला है अँ सबै सुविधा हुने भए त हिमाल त बस्न रमाइलो है अब मेन ठाउँमा त भइ नै हाल्ने हो अब मैले एफडीकै कति भन्ने होइन अब च्यानलमा हेर्नु सक्नुहुन्छ मैले एफडीहरूको धेरै हालिरहेको छु त्यति भन्नु पर्दैन होला जहाँसम्म लाग्छ त्यही रिसेन्टली अब अपडेटको चाहिँ भनिरहेको छु मैले त्यही अब ब्याट्री अपडेट भएको छ अनि मोटरहरू पनि अलिक थोरै केही इन्कोडर हालेर चाहिँ पावर एफिसियन्सी प्लस त्यो जुन हिटिङ प्रब्लम थियो नि त्यो चाहिँ सर्ट आउट हुनेछ होइन जस पहिलेभन्दा चाहिँ एडभान्स छ क्या अहिले चाहिँ आएपछि चाहिँ बब्बाल हुन्छ क्या हाम्रो पनि टेस्ट गर्नेछु होइन यहाँ चाहिँ हाम्रो अटोलाई कस्तो गाह्रो भइरहेछ तान्नलाई चाहिँ हामी चाहिँ पुरै सन्न गइरहेको छौँ है तर चिसो पनि सर्र भइरहेछ साथीहरू हट जाडो भयो हौ लास्ट आम्मामामामा भेलेका पछाडि देखाइदिउँ न अब यस्तो छ हाम्रो त्यो टेम्पो आइरहेछ है पेट्रोलवाला टेम्पो माथि 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 ए बुझिसक्यो टुप्पो टुप्पो भन्नाले पनि अब गन्तव्य भेलेटार पुग्नु लागि भनौँ न 5 किलोमिटर होला 11 किलोमिटर हामी सफर गरिसक्यौँ भनेपछि अब 8 यहाँ पेट्रोल गाडीहरूलाई चाहिँ कस्तो उकालो तान्नलाई चाहिँ हपहपै भइरहेछ हामी चाहिँ सन्न गइरहेछौँ क्या जस आनन्द छ त्यही हो उकालोमा चाहिँ अलिकति ब्याट्री चाहिँ कन्जम्सन भन्नु मतलब बाटो रहेछ है ब्याट्री चाहिँ अलिक बढी खाने हो त्यहाँदेखि कता जाने बाटो रहेछ गरेको घरिघरि हो त्यो होइन सन्न त त्यो मोटरको आवाज हो नि त्यो स्वाँ भएको मोटरको आवाज हो क्या त अब एफडीको त ठिकै हो नि मोटरको आवाज त आमा एथरको त कस्तो कराउँछ घुँ गरेर कराउँछ हौ एथर त पुरै यो त साइलेन्ट किलर हो ल लगभग हामी 12 किलोमिटर उकालो चढिसक्यौँ है जाडो बढिरहेछ अहिलेसम्म केही भएको छैन 12 किलोमिटर उकालो चढ्दा पनि त्यस्तो हिटिङ मोटर हिट भएर चाहिँ रोक्नु परेछ होइन अस्ति त लास्ट टाइम त्यही हल सेन्सरको टाइमिङ नमिलेर चाहिँ नतानेको थियो भनेपछि हामी त्यो भिडियो बनाउँछौँ भनेर चाहिँ बल्ल अहिले मौका पाएँ क्या यो दसैँ तिहारको बिचमा मेरो प्रब्लम आएको थियो अनि त्यतिखेर अलिक टेक्निसियन नभएर पनि अलिक बेलैमा भएन क्या मेरो सर्भिसिङ अनि माथिबाट आउनुभयो जे होस् मिलाइदिनु भयो होइन हाम्रो देव टेक्निसियन हुनुहुन्छ होइन उहाँले चाहिँ वाइल्ड फ्रेन्डली हुनुहुन्छ क्या जे होस् राम्रो गरिदिनु भयो यहाँ बाँदर हेर्न सक्नुहुन्छ बाँदर पनि देखिन्छ है बेला बेला यहाँ चाहिँ बादललाई पनि चिसै मनपर्दो रहेछ हामी चाहिँ निकै ठाडो उकालो सफर गरेर अब सम्म बाटो हल्का आइपुग्यौँ होइन नगरको बिट यहाँ पनि रहेछ है यहीँ त छड्के चाहिँ यहाँ पनि हान्छ हौ यहाँदेखि माथि जाने बाटो के हो त्यो धरान के हो लेखेको के थियो लेखेको त्यो बोर्डमा फेरि गाडी हो
इभी गाडी हो त हामी चाहिँ लगभग पुग्न आँट्यौँ है अब भेलेटार चाहिँ पुरै वाइल्ड